यश न फोन रिसिभ गर्छौ न मेसेजको रिप्लाई गर्छौ व्हाट्स गोइङ अन यश राज हराउनुमा मेरो के गल्ती छ जस्ट आन्सर मी तिम्रो बर्थडेको दिनदेखि हराएको छौ बर्थडे पार्टी राख्नु मेरो गल्ती थियो के गल्ती थियो मेरो बर्थडे पार्टी थ्रो गरेकोमा कम अन आन्सर मी यश बर्थडे पार्टी थ्रो गर्नु मेरो गल्ती थियो त्यो म जान्दिन राज त्यसै हराएको छैन उसको र मेरो जतिसुकै ठुलो झगडा भए पनि यति ठुलो डिसिजन ऊ लिनै सक्दैन चिन्छु म उसलाई के भन्यौ तिमीले के मिसबिहेभ गर्यो उसलाई र सहन सकेन उसले तिम्रो सानो कुराले पनि उसलाई चोट पर्छ तिमी भन्न के खोजिरहेछौ तिमीलाई माया गर्थ्यो उसले किन बुझ्न सकेन उसको फिलिङ्सलाई तिमीले मेरो फिलिङ्स बुझेको छौ मेरो आँखामा तिम्रो लागि माया देखेको छैनौ तिमीले ममा उप्रति त्यस्तो फिलिङ्स कहिले पनि आएन बिकज आई लभ यु त्यो नजरले कहिले हेरिन र मबाट त्यस्तो एक्सपेक्टेसन कहिले नराख बुझ्यौ I hate you. मधु ढिलो भयो छोरी ड्याड एकछिन न होइन आजै भेट्नु पर्ने अहिल्यै भेट्नु पर्ने कस्तो साथी हो त्यो ड्याड प्लिज मैले उहाँहरूलाई धेरै सम्झाएँ तर मान्नुहुन्न छोड्दिनुहोस् म सरसँगै भेटेर कुरा गर्छु स्योर राधे राधे के होस् त यो भद्रगोल तपाईँहरूलाई कसले सिकायो यसो गर्न जय श्री गणेश यो गणेशजीको मन्दिर उत्तर फर्काएर राख्न कसले भन्यो यो रङ्गी चङ्गी सोफा के होस् त यो सुकेको करङ जस्तो झिक्रा किन ल्याएर राखेको यो मेरो घर हो कि सर्कस देखाउने ठाउँ हो यो रङ्गी चङ्गी सोफामा के म सुत्ने को तपाईँहरूको हाकिम बोलाउनुहोस् के भयो फेरि ए भाइ तपाईँ नै हो यिनीहरूको हाकिम हजुर सर भन्नुहोस् न यो मेरो घर के सर्कस देखाउने ठाउँ हो किन के भएर सर तपाईँहरूको यो सामान फिर्ता लगिहाल्नुहोस् कसरी जसरी ल्याउनु भएको थियो त्यसै गरी सर यो सामान त सेट भइसकेको छ यहाँ सेट होस् नहोस् मलाई मतलब छैन राधे वास्तु विपरीत जाने मान्छे र यो सामान मेरो लागि अछुत भइसक्यो मेरो पेस्की खुरुक्क फिर्ता दिनुहोस् सामान उठाएर लानुहोस् मैले पुलिस केस गर्नु नपरोस् भाइ राधे राधे त्यो पेस्की त सकिसक्यो
गुड मर्निङ सर। सर के भइरहेछ? सबै कामहरू क्यान्सल भइरहेछ। बेब अनि अघि भन्नु पर्दैन त? मैले भन्न लागेको थिएँ, हजुरले सुन्नु नै भएन। त्यो हात्तीवनमा भिजिटको लागि बोलाएको थियो। हुन्छ, म आउँछु भन्थ्यो। मेरो कुरा बुझ्नुभयो नि? यो कामहरू सबै बराबर हुनुपर्छ। हुन्छ रविजी फेरि अलि पुरानो शैलीको हुनुहुन्छ है, हजुर। ध्यान दिनुहोस्। हस्, अरू केही छ? पर्यो भने म भन्छु सर। के रे हो र? होइन होला, होइन के भन्छ यो? बुढी यो पिलर यसजी, कलर म्याच होस् है फेरि। ओ यसजी, हजुर हजुर, एकछिन यता आउनुहोस् त। घरको डिजाइन त एकदम राम्रो छ, फेरि यो ठाउँको मेरो डेकोरेसन कुरा यता सुन्नुहोस् न। यो घरमा कसैले सुसाइड गरेको छ रे। प्लिज यो कुरा कसैले नभन्नु होला। सुटुको यो घर बेच्ने प्रयासमा म लाग्छु। यो डेकोरेसनको काम बन्द गरिदिनुहोस्। बिक्री भइसकेपछि टक्क सब हिसाब किताब मिलाउँछु म। 1% कमिसन तपाईँलाई। हेलो, गुड मर्निङ सर। ब्याङ्कबाट केही कर्मचारीहरू हजुरलाई भेट्न भनेर आइराख्नु भएको छ। उहाँहरू हजुरलाई नभेटी नफर्किने भन्नुहुन्छ। कसो गरौँ सर? एकछिनमा आउँदैछ भनिदिनु न। हुन्छ सर, हस्। हस्। हे, वाट ह्यापन? यस्तो राम्रो इन्भाइरोमेन्टमा मलाई बोलाएर त आफै टेन्सनमा? स्विच अफ है मोबाइल। ब्याङ्कबाट लोनको नोटिस आइरहेछ। यदि तेरो कम्पनी घाटामा छ, तँलाई काम गर्न पनि अप्ठ्यारो भइरहेको छ भने वाइ डोन्ट यु सेल योर कम्पनी? नभए तेरो कम्पनीको 50% सेयर बेच्न सक्छस्। थाहा छ मलाई, तँ यो कम्पनी बेच्न सक्दैनस्, किनभने यो कम्पनीसँग तेरो इमोसनल अट्याचमेन्ट छ। एउटा कुरा भन्छु मान, तँ तेरो कम्पनीको लागि फरेन रिटर्न वेल इन्टेरियर डिजाइनर राख। इट्स बेनिफिट यु फर यो कम्पनी अल्सो। एकचोटि मैले भनेको सोच, तेरो लागि सही पनि हुनसक्छ। खै को होला र त्यस्तो यहाँ? केही समस्या पर्यो भने मलाई निर्धक्क भन्। तर तैँले मैले भनेको एकचोटि सोच, धेरै टेन्सन चाहिँ नलिनु। कल गर्नु है। ओके, Take care. see you.
अब त आइसकिनु म चम चम Don't worry, Papa. छोरी आएकी छ अब यसलाई घरमा बनाउँछु ऊ अहिले ठुलो समस्यामा छ उसले आफ्नो कम्पनीको 100% सेयर बेच्न खोजिरहेको छ गएर भेटिहाल उसलाई तिम्रो आवश्यकता छ यस बेला जति सक्दो चाँडो गएर उसँग कुरा गर भन सर सुमन नाम गरेको म्याम हजुरलाई भेट्न आउनु भएको छ एकछिन बस्न भन के रे हामी के कुरा गर्दै थियौँ सर ब्याङ्कको इमेल चेक गर्नुहुन्छ कि इमेल पछि चेक गरौँला पछि अरू सर डिटेल यो फाइलहरू सब पछि हेरौँला है हुन्छ सर